किन धनी मानिस झन् धनी हुँदै गइरहेका छन् र गरिब किन झन् गरिब भएर जाँदैछ? यो केवल भाग्यको खेल हो कि सिस्टममा केही खोट छ? आउनुहोस् यो साँचो कुरा बुझ्ने प्रयास गरौँ। नमस्कार साथीहरू, आज हामी एक गम्भीर तर जरुरी प्रश्न उठाउँदैछौँ। धनी परिवारका बच्चाहरू राम्रो स्कुल, राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा पाएर हुर्केको हुन्छ, तर गरिब सरकारी स्कुल, सीमित स्रोत र सङ्घर्षपूर्ण जीवन। सुरुमै असमान त त्यसको असर त जीवनभरि नै जान्छ नि, होइन र? होइन भने आफ्नो परिवार, आफ्नो गाउँ, आफ्नो देशलाई छोडेर विदेशी नै कसलाई रहर हुन्छ, होइन र? धनीसँग पुँजी हुन्छ, धनीसँग अथवा पैसा हुन्छ र त्यो पैसा उनीहरू लगानी गर्छन्। सेयर बजार, घर जग्गा, व्यापार र त्यो लगानीबाट आउँछ झन् बढी पैसा। तर गरिब दैनिक खर्चमै पैसा सकिन्छ, लगानी सम्भव नै हुँदैन। कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने, बिहान बेलुका कसरी खाउँ, हामीले कमाएको पैसाबाट कसरी जीविकोपार्जन गरौँ भन्ने मात्र हुन्छ गरिबहरूमा। धनीहरू वित्तीय ज्ञानसँगै हुर्किन्छन्। उनीहरू जान्दछन् कसरी पैसा बचाउने, कसरी बढाउने। तर गरिब समुदाय, उनीहरूलाई यी कुरा सिकाउने कोही हुँदैन। फाइनेन्स, इन्टरनेट, व्यवसाय यी शब्द नै टाढा लाग्छन् उनीहरूलाई। त्यो भएको कारणले गर्दा पनि आजको दिनहरूमा गरिब झन् गरिब र धनी मानिसहरू झन् बढी धनी हुँदैछ। अब कुरा गरौँ सिस्टमको पक्षपात। नीति, कर प्रणाली र राजनीतिमा धनीहरूकै पहुँच हुन्छ। उनीहरू नीति निर्माणमा संलग्न हुन्छ र ती नीति उनीहरूकै पक्षमा हुन्छ। गरिबको पक्षमा कसले आवाज उठाइदिने? गरिबको आवाज त पछाडि नै छुटिरहन्छ। तर सधैँभरि यस्तो हुँदैन र हुनु पनि दिनु हुँदैन। तर आज म तपाईँहरूलाई यस्तो उपयोगी कुरा बताउने छु कि जुन कुराले तपाईँहरूलाई आर्थिक रूपमा माथि लैजान मद्दत गर्दछ। पहिलो नम्बर त जति सकिन्छ ज्ञान, सिप र व्यावहारिक दक्षता बढाउनु पर्छ। हामीले स्किल बेस्ड कोर्स, अनलाइन लर्निङ, सस्तो वा निशुल्क तालिमहरू उपभोग गर्नुहोस्। तपाईँले हामीलाई निरन्तरता हेर्नुहुन्छ भने तपाईँले हामीलाई फलो गर्न सक्नुहुनेछ, जहाँ तपाईँले पैसाको बारेमा सिक्न पाउनुहुनेछ। 2 नम्बरमा घरैबाट सानो व्यापार गर्नुहोस्। सेवा वा घरेलु उत्पादन सुरु गर्नुहोस्। निरन्तरता र इमान्दारीले काम बढाउन सकिन्छ। अर्को नम्बरमा रहेको छ थोरै आम्दानी भए पनि थोरै थोरै बचत गर्ने बानी बसाल्नुहोस्, जसले गर्दाखेरि तपाईँलाई ऋणमा फस्नबाट जोगाउँछ। अनि फजुल खर्च पनि तपाईँले कम गर्नुहोस्। अर्को नम्बरमा रहेको छ राम्रो मानिसहरूसँग सम्पर्कमा रहनुहोस्, सहयोग र सुझाव लिनुहोस्। त्यसले गर्दा अवसर कहाँ छ भनेर बुझ्न सहयोग गर्दछ। अर्को नम्बर, म गरिब छु, सक्दिनँ भन्ने सोच हटाउनुहोस् तपाईँको माइन्डबाट। लगातार सिक्नुहोस्, सङ्घर्ष गर्नुहोस् र मौका चाहिँ नछुटाउनुहोस्। तपाईँमा जब मौका आउँछ त्यो बेला तपाईँले गरिहाल्नुहोस्। हामी प्राय भन्छौँ नि गरिबी भाग्य हो, तर के साँच्चै गरिबी अन्त्य गर्न सकिँदैन र? आजको कथा हो एउटा साधारण युवकको, जसले गरिबलाई आफ्नो शक्ति बनाए। उसको नाम हो रमेश। रमेश एउटा सानो गाउँमा जन्मेका केटो थिए। परिवारमा पैसा थिएन, किताब त झन् टाढोको कुरा। विद्यालयमा साथीहरूको पुराना किताबहरू सापट्टि मागेर पढ्ने गर्थे, तर उनले कहिल्यै हार मानेनन्। उसले भने गर्थे, मैले मेरो अवस्था रोजेको होइन, तर म भविष्य आफै बनाउँछु। 10 कक्षा सकेपछि रमेशले एउटा स्थानीय वर्कसपमा बिजुली मर्मत गर्न सिक्न थाले। दिउँसो मिस्त्रीको काम, रातमा मोबाइलमा युट्युब हेरेर सिक्ने गर्दथे। दिनमा 150 रुपैयाँ कमाउँथे, तर ती पैसाले सपना किन्थे, चिया होइन। साथीहरूले हाँसे, समाजले तिरस्कार गर्यो, सबै मानिसहरूले गिज्जायो, तर रमेश लागि नै रहे। 2 वर्षपछि उनले आफ्नै सानो पसल खोले, रमेश इलेक्ट्रोनिक रिपेयर, जसको नाम हो। कुनै बोर्ड थिएन, सजावट थिएन, थियो त केवल विश्वास र सिप। त्यस पसलबाट सुरु भएको यात्रा छोटो समयमा नै गाउँभरिको मानिसहरूको विश्वास जित्यो। रमेशले केवल वर्कसप मात्र होइन, अब नयाँ कुरा सिक्न थाले, सोलर सिस्टम इन्स्टलेसन। गाउँ गाउँमा उज्यालो पुर्याउन थाले। अब उनी काम दिने बने, रोजगारी खोज्ने होइन। 20 भन्दा बढी युवालाई उनले तालिम दिए
रोजगारी पनि दिए। आज उनी गाउँका लागि ऊर्जा र आशा दुवैको स्रोत बनेका छन्। रमेश भन्छन्, गरिबीले मलाई थिच्न खोज्यो तर मैले त्यसलाई टेकेर अगाडि बढेँ। सपना सानो छैन, सोच सानो हुन्छ भने मात्र सम्भावना हराउँछ। हो, सिस्टम असमान छ, धनीलाई फाइदा, गरिबलाई बाधा। तर यो कहानी सधैँ स्थायी हुँदैन। रमेशको कथाले हामीलाई यो सिकाउँछ कि सही सोच, निरन्तर प्रयास र सिपको प्रयोगले एकजना गरिब पनि धनी बन्न सक्छ। गरिबी अन्त्य कुराले मात्र होइन, कर्मले मात्र सम्भव छ। यदि तपाईँलाई हाम्रो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गरिकन साइडमा रहेको बेल आइकनलाई पनि बजाइदिनु होला र तल कमेन्टमा लेख्नुहोस् कि तपाईँ के रमेश जस्तै बन्न चाहनुहुन्छ। आजको भिडियोलाई हामी यहीँ अन्त्य गर्नेछौँ। मिल्नेछौँ अर्को प्रेरणादायी कुरासँग। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते।